दिल्ली हल्लाएका रविको नजर अब बेइजिङमा। विश्व मञ्चमा गुन्जियो नेपाली योद्धाको नाम। दिल्लीदेखि बेइजिङसम्म पुग्यो नेपाली जनताको विश्वास र आवाज। बेइजिङले देख्ने भयो नेपाली स्वाभिमानको अर्को अध्याय। नेपाली राजनीतिले पायो अन्तर्राष्ट्रिय पहिचान। नेपाली राजनीतिमा एउटा कुरा त प्रष्टै देखिन थालेको छ। जहाँ अन्तर्राष्ट्रिय चर्चा हुन्छ त्यहाँ रवि लामिछानेको उपस्थितिको चर्चा पनि चर्किन थाल्छ। दिल्लीको भ्रमण सकिएको धेरै भएको छैन, अब पालो बेइजिङको। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी अगस्तको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा छन्। औपचारिक रूपमा यसलाई पार्टीगत सम्बन्ध विस्तारको भ्रमण भनिए पनि यसको राजनीतिक सन्देश भने निकै गहिरो हुने आकलन गरिएको छ। भारत पुगे, दिल्लीमा चर्चा आयो, अब चीन जाँदैछन्। बेइजिङ पनि नेपाली राजनीतिक बहसको केन्द्र बन्ने संकेत स्पष्ट देखिएको छ। भ्रमणका क्रममा चीनिया विदेश मन्त्री वाङ यी तथा चीनिया कम्युनिस्ट पार्टीका उच्च नेतासँग भेटघाट हुने तयारी छ। तर कस-कससँग भेट हुन्छ भन्ने सूची भने अझै गोप्य छ। सायद राजनीतिक सस्पेन्स पनि रणनीतिको एउटा हिस्सा होला। रासोपाले प्रतिनिधिमण्डलका अन्य सदस्यको नाम समेत सार्वजनिक गरेको छैन, नाम लुकाइएका छन्। तर भ्रमणले उठाउने राजनीतिक तरङ्ग भने लुक्न सक्ने अवस्था देखिँदैन। नेपाली राजनीतिमा अहिले जनताको पक्षमा दृढताका साथ सरकारले काम गरिरहेको दृश्य देखिएको छ। प्रधानमन्त्री देश र जनताका पक्षमा निर्णय गर्नमा व्यस्त छन् भने सम्बन्धित मन्त्रालय र मन्त्री जनअपेक्षा अनुसार काम गरिरहेका छन्। तर रवि भने सीमा पार राजनीतिक सम्बन्ध विस्तारको दौडमा देखिन्छन्। समर्थकले यसलाई अन्तर्राष्ट्रिय स्वीकार्यताको संकेत गरेका छन् भने आलोचकहरूले यसलाई राजनीतिक ब्रान्डिङको अर्को अध्याय भनेर टिप्पणी गरिरहेका छन्। रविको प्रत्येक विदेश भ्रमणले नेपाली राजनीतिमा केही दिनका लागि नयाँ शीर्षक भने अवश्य जन्माउनेछ। रविको चीन भ्रमणबारे तपाईको धारणा कमेन्ट बक्समा लेख्नुहोला।